डाक्टर निकोलस भुसाल के भन्न चाहनुहुन्छ सर? गृह मन्त्रीजी हेर्दै राख, तेरो पनि पाला हुन्छ, त्यति भन्न चाहन्छु। सक्छ नि हतियारवाला कारवाही गर। प्रधानमन्त्रीलाई चुनौती हो, हतियारवाला कारवाही गर्न सक्दैनस्, हामी जस्तालाई यस्तो गर्नु पर्छ। डाक्टर निकोलस भुसाल यति बेला माइतीघरबाट प्रहरीको नियन्त्रणमा हुनुहुन्छ। केही युवाहरूलाई प्रहरीले के गरेको? यो जनताको अधिकार हनन गर्ने हो? यो के को सरकार हो? यो सरकार यस्तो दमनकारी सरकार, यो दमनमा उत्रेको हो। शान्तिपूर्ण यहाँ प्रदर्शन गर्दाखेरि तपाईँहरू हामीले समातेर अब हजुरहरूले हतियारहरूलाई कारवाही गर्न सक्नु भएको छैन, जेनजीको माग पुरा गर्न सक्नु भएको छैन। 80 जनाले यहीबाट ज्यान गुमाएर हुरेर अहिले बिचरा शहीद परिवारको हालत त्यो छ, त्यहाँ केही गर्न सक्नु भएको छैन। अब हजुरहरूले गर्ने भनेको हामी जस्ता सोझा साझा बिचरा घाइते बिचरा शहीद परिवार जसले चाहिँ हतियारलाई कारवाही गर भनेर यहाँ माग गरेछ, उहाँहरूलाई पनि पक्राउ गर्नुहुन्छ भने त हामीलाई के छ र? अब 3 जनालाई पक्राउ गरिसक्नु भएको रहेछ। नवदुर्गा हो। हामी एउटा माग मात्र राखौँ भनेर तपाईँको नवदुर्गा कार्यक्रम त प्लिज गरिदिनुहोस् है, प्लिज तपाईँको आफ्नो कार्यक्रम छ, प्लिज